नमस्कार। आजको स्तन क्यान्सर कार्यक्रम पुण्य फाउन्डेसनले सिनियर ग्रुपको सहयोगमा आयोजना गरेको हो। यो कार्यक्रम अस्ट्रेलियन सरकारको क्यान्सर अस्ट्रेलियाको सपोर्टिङ पिपुल विथ क्यान्सर अनुदान कार्यक्रम अन्तर्गत प्रायोजन गरिएको छ। यहाँहरूलाई आज म यस कार्यक्रमका फेसिलिटेटर उहाँ हुनुहुन्छ मरिता, उहाँसँगको त कुराकानी मैले अघि नै गरिसकेँ र म आज इन्टरप्रेटर र केही सहभागीहरूसँगको छलफल पनि पेश गर्न जाँदैछु। पहिला म इन्टरप्रेटरजीसँग एउटा प्रश्न राख्न चाहन्छु। अब जस्तै स्तन क्यान्सरका लक्षणहरू अथवा स्क्रिनिङ जस्तै मेमोग्राम जस्ता शब्दहरू हजुरले नेपाली भाषामा सामान्य मान्छेले बुझ्ने गरी अनुवाद गर्दाखेरि हजुरलाई कतिको सजिलो अथवा कठिन हुन जान्छ? यस्ता चुनौतीहरूलाई हजुर कसरी सामना गर्नुहुन्छ? मेमोग्राम भनेको के हो भनेर बुझ्नु भएन भने सामान्य रूपमा एक्सराई भनेर बुझ्नुहुन्छ, एक्सराई भन्नुहुन्छ हाम्रो माता पिताहरूले प्रायः। र यसलाई फोटो खिच्ने भनेर अर्को शब्दमा लिन पनि सकिन्छ। अब मान्छेको पुरा फोटो खिच्ने होइन, तर हुन्छ नि स्तनको फोटो खिच्ने, यताबाट खिच्ने उताबाट खिच्ने भनेर भन्न सकिन्छ। त्यसलाई बुझाउनको लागि चाहिँ मेमोग्राम भन्ने शब्दलाई ठ्याक्कै मेमोग्राम त अङ्ग्रेजी शब्द भयो, उहाँहरूलाई गाह्रो भए तापनि हजुरले नेपालीमा त्यसलाई अनुवाद गरेर मेमोग्राम भनेको चाहिँ यसरी फोटो खिच्ने एउटा मिसिन हो। मिसिन हो सक्ने केही भएन भने हातले यसो गरेर हुन्छ कि यसो गरेर हुन्छ कि त्यो पनि बुझाउन सकिन्छ। हस्, धन्यवाद हजुरलाई। मैले दिदीसँग केही प्रश्न राख्न चाहेँ। यो स्तन क्यान्सरको जाँच गराउन के कस्ता डर, लाज अथवा अन्य अवरोधहरू आइपर्छन्? अब फ्याक्टै म स्तन क्यान्सरको जाँच गराउन जान्छु, मलाई यस्तो केही पो भइरहेको छ कि जस्तो लाग्दैछ भनेर हाम्रो समाजमा फ्याक्टै निस्किने चलन छैन। यसका लागि चाहिँ कस्तो खालको अवरोधहरू छन् हजुरलाई जस्तो लाग्छ? यसमा विशेष गरेर मेरो बुझाइअनुसार अब स्तनको फोटो खिच्नु पर्ने अवस्था हुन्छ। त्यसमा अब हाम्रो समाजमा हामी बाहिर निक्लेर त्यसरी खुलेर गर्न अझै पनि सक्दैनौँ। हामी पनि सक्दैनौँ भने हाम्रा अभिभावकहरू अझै सक्नुहुन्न। लजाउने के हुन्छ कि के भन्छन् कि मेरो यस्तो अब देखाउनु पर्ने भयो मैले भन्ने खालका सङ्कोचहरू चाहिँ अझै पनि छ। र त्यसलाई हटाउनका लागि चाहिँ अब हामीहरूले सङ्घर्ष गर्नु नै पर्ने हुन्छ। अझै पनि उहाँहरूलाई कसरी हुन्छ त्यसमा भिजाउन सक्नु पर्यो। त्यो डर अथवा शरमविहीन बनाउन चाहिँ प्रयास गर्नुपर्ने हुन्छ। उहाँहरूलाई लाजको कुरा होइन, कोठाभित्र हुन्छ, कसैले देख्दैन। एकजना दुईजना मात्रै हुनुहुन्छ फोटो खिच्ने ठाउँमा, विशेष गरेर एकजना, धेरै भए दुईजना हुनुहुन्छ। त्यसमा पनि छोरी मान्छेहरू बस्नुभएको हुन्छ। उहाँहरूको जस्तो हाम्रो त्यस्तै हो, उहाँहरूसँग त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन भनेर उहाँहरूलाई सहज बनाउनु पर्यो। त्यसमा भाषाको कमीले गर्दाखेरि गाह्रो पनि हुन्छ होइन। अनि त्यसमा अब नेपाली हाम्रोमा हो भने नेपाली नै दोभाषी राखिदिएको हुन्छ, त्यहाँ माथि पनि महिला व्यक्ति नै हुनुहुन्छ। तर अब के हुन्छ भने अर्को चाहिँ मैले देखेको के हो भने केही महसुस गर्नुभयो र अब गर्नुभयो भने डरले जानुहुन्न कि भन्ने अर्को पक्ष छ। किनभने मलाई क्यान्सर भइहाल्यो भने, किनभने हाम्रो त हुनुभन्दा अगाडि नै हामी डरले मर्ने व्यक्तिमा पर्छौँ नि त। त्यही भएर मलाई भइहाल्यो भने देखायो भने अब के गर्नु, अब कसलाई भन्नु, अब छोराछोरीलाई भनौँ भने छोराछोरी नै साह्रो पर्ने हो कि भनेर त्यो हामी लुकाउन खोज्छौँ। सकेसम्म चाहिँ नदेखाउन पाए हुन्थ्यो, अन्तिममा जान पाए हुन्थ्यो भनेर चाहिँ अहिलेसम्म हाम्रो सबैजनाले चाहिँ अब स्पेसली आमा बुवाहरूले चाहिँ, बुवा त नभनौँ यहाँ होइन, आमाहरूले चाहिँ अहिलेसम्म के भाषा पनि आउँदैन, के दुःख दिनु यी केटाकेटीलाई, यिनीहरू नै बिजी छन्, यिनीहरूलाई के दुःख दिनु भन्ने खालको हिसाबले नभनेको अवस्था चाहिँ छ। डराउने भएर त्यहाँ गएर जचाइसकेपछि क्यान्सरै भएको रहेछ भने के गर्ने, म मर्छु होला कि जाति हुँदिनँ कि भन्ने खालको डर पनि हुन्छ। त्यो डर हुनुभन्दा बरु खप्न सकिँदैन खप्ने भन्ने पक्षमा पनि जानुहुन्छ। भनेपछि हामी छोराछोरीले चाहिँ अब उहाँहरूलाई चाहिँ योबाट निकाल्न प्रयत्न गर्नुपर्ने, उहाँभित्र यस्तो हुन्छ उस्तो हुन्छ
लाज हुँदैन केही केही हुँदैन हुँदैन। होइन एउटा हामीले चाहिँ एउटा कम्फर्टेबल जोन देखाइदिनु पर्यो होइन हामीले एउटा सुरक्षित महसुस गराइदिनु पर्यो होइन उहाँहरूको लाजलाई पनि हटाउनु पर्यो, डरलाई पनि हटाउनु पर्यो। भइहाल्दाखेरि यस्ता यस्ता उपायहरू छन् भनेर ती उपायहरू पनि उहाँहरू। अब म अर्को प्रश्नतिर गएँ। तपाईँलाई स्तन क्यान्सरबारे अझै के कस्ता जानकारीको आवश्यकता छ अहिलेको परिप्रेक्ष्यमा? जसरी आज जानकारी हामीहरूले पायौँ, यो जानकारी चाहिँ दैला दैलामा पुग्नुपर्छ। यस्तै कार्यक्रममा आउने जाने उहाँहरूले गर्नुभयो र आउन सक्ने वातावरण हामीहरूले बनाउन सक्यौँ भने उहाँहरूको आत्मविश्वास अलिकति बढ्दै जान्छ होला र बाहिर निक्लिन अलिकति सहज हुन्छ होला उहाँहरूलाई जस्तो लाग्छ मलाई। भनेपछि हाम्रो समाजमा चाहिँ यस्ता खालका आदान प्रदान गर्ने कार्यक्रमहरू भयो भने चाहिँ धेरै सहयोग हुन्छ। हस्, हजुरलाई धेरै धेरै धन्यवाद। म हेमा दिदीतिर गएँ। हजुर त आफै पनि क्यान्सर पीडित हुनुहुन्थ्यो। हजुरले धेरै च्यालेन्जहरू भोग्नु भएको छ, हजुरलाई अझै पनि जानकारी छ धेरै कुराहरू। हजुरलाई एउटा प्रश्न राख्न चाहेँ मैले, आजको यस कार्यक्रममा स्तन क्यान्सरका लक्षणहरूबारे तपाईँलाई कतिको स्पष्ट भयो? यहाँ जति भनिएको छ त्यसमा प्रायः स्पष्ट नै छन्। किनभने आफूले भोगेको हुँदा र मिल्दोजुल्दो कुराहरू हुँदा अलिकति स्पष्ट अझै स्पष्ट हुनुभयो। अझै स्पष्ट। यदि तपाईँले स्तनमा कुनै असामान्य परिवर्तन देख्नुभयो, थाहा पाउनुभयो, त्यस्तो केही नयाँ परिवर्तनहरू आएको थाहा पाउनुभयो भने तपाईँ कहाँ जानुहुन्छ, कसलाई सम्पर्क गर्नुहुन्छ? पहिला त फ्यामिली डक्टर भइहाल्यो, जिपी भयो। हजुर। त्यहाँबाट जिपीबाट प्रेस स्क्रिन एसए भयो। त्यहाँबाट फरक हुँदै अब स्पेसलिस्ट भयो। हजुर, एकदम राम्रो जानकारी दिनुभयो हजुरले। आजको जुन यो सेसन वा हाम्रो फेसिलिटेटर वा मरिटाले जति पनि हामीलाई यहाँ जानकारी दिनुभयो त्यसमध्येमा हजुरलाई सबैभन्दा क्लियर भएको अलिकति यस्तो कुरामा चाहिँ मलाई डाउट थियो, उहाँले साह्रै क्लियर गरिदिनु भयो भन्ने खालको पक्ष कुनै छ? त्यसमा त सिम्टम्स नै किनभने हामी कतिवटा सिम्टम्समा कन्फ्युज भइराखेको हुन्छौँ। सिम्टम्स नै जानेको त हामीलाई भुलेर कुरा गर्न या त्यसको लागि उपचारमा सुरु गर्नका लागि सहयोग धेरै मिल्ने भएकोले गर्दा सिम्टम्स नै विशेष लाग्यो। हस्, हजुरलाई धेरै धेरै धन्यवाद। आजको यस पुण्य फाउन्डेसनले प्रस्तुत गरेको यो कार्यक्रममा यहाँहरू आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र स्तन क्यान्सरको समयमै पहिचान भएमा उपचारको परिणाम पनि राम्रो हुन्छ। आउनुहोस्, स्तन क्यान्सरबारे सचेतना फैलाउँ, सबैलाई जागरुक गरौँ, हामी सबैजना स्वस्थ बनौँ, बेलैमा सचेत भएर यसको उपचारतिर लागौँ। यसले हामीलाई नराम्रो होइन राम्रो बाटोतिर लैजान्छ। आजको कार्यक्रम यत्तिकैमा समापन हुन्छ। हस्, धन्यवाद, नमस्कार।